बाहिर हेर्दा त शरीरै देखिन्छ। शरीरलाई जसरी हामीले बुझ्छौँ, म चाहिँ यही शरीर हो भन्ने मैले पनि बुझेको छु। हामीले यस्तै कुरा गर्छौँ, परिचय दिँदाखेरि यही शरीरकै परिचय हुन्छ। अब हजुरले चाहिँ शरीरलाई छोडेर मनलाई हेर भन्ने कुरा गर्न खोज्दै हुनुहुन्छ। यो मन कसरी हेर्ने? शरीरको साथसाथमा हाम्रो जीवन बन्नको लागि चारवटा चिजहरू चाहिन्छ: शरीर, मन, भावना र चेतना। शरीरलाई छोडेर मन व्यवस्थित, शरीर अस्वस्थ भएर मन व्यवस्थित, मन स्वस्थ पनि हुँदैन। शरीरलाई स्वस्थ बनाउँदै मनको स्वास्थ्यमा ध्यान दिनुपर्छ। शरीरको लागि खेल, योगाभ्यास, शारीरिक क्रिया गर्यो भने शरीरलाई राम्रो बनाउन सकिन्छ भने जब हामी प्राणायाम गर्न थाल्छौँ, श्वासको विधि गरेपछि मनको व्यवस्थापन हुन सुरु गर्छ र सँगसँगै शरीरको क्रियाले, शरीरको अभ्यासले जब शरीर चल्न थाल्छ, मन स्थिर हुन थाल्छ। जब शरीर चल्दैन, शरीरलाई हामीले आफ्नो योगाभ्यासदेखि लिएर यो ऊर्जामय बनाउँदैनौँ, तब मन धेरै चल्न थाल्छ, विचारहरू खेल्न थाल्छन्।